स्वागतम छ। सगरमाथाको स्वागतम है। लुम्बिनी वनको स्वागतम है। पवित्र गंगा जलको स्वागतम है। अनि फुजी शानको स्वागतम है। दर्शकवृन्द, नेपाली सङ्गीतको सुवासले गर्दा यहाँहरूले हामीलाई माया गर्नुहुन्छ अनि यसरी निम्तो दिनुहुन्छ र यसरी बेला बेलामा भेट गराइदिनु हुने आयोजकहरूलाई एकपल्ट जोरदार ताली दिएर धन्यवाद दिनुहोस्। भनिन्छ नि, जब देश सम्पन्न हुन्छ, जब व्यक्ति सम्पन्न हुन्छ, जब समाज सम्पन्न हुन्छ अनि त्यसपछि साहित्य कला र सङ्गीतको पनि जहिले राम्रो हुने गर्छ, उजागर हुने गर्छ। तपाईँ आयोजकहरूको भनेको जस्तो फलोस फुलोस है अनि हामीलाई यसरी बोलाइराख्नु होला। दर्शकवृन्दहरूको आशीर्वाद, समकालीनको सद्भाव र तपाईँहरूको मायाले गर्दा हामी धेरै वर्षदेखि गीत गाउँदै आएका छौँ। आउनुहोस्, एउटा कलेज दिनमा भर्खरै नेपथ्यले पहिलो पटक रेकर्ड गरेको गीत, जुन बेलामा म 22 वर्षको थिएँ। अहिले कति साथीहरू कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ थाहा छैन, मलाई 58 वर्ष भयो। तपाईँहरूको पनि त्यस्तो यादगार दिनहरू होला कलेजका। ती साथी सङ्गिनीहरूलाई सम्झँदै नेपथ्यको पहिलो एल्बमको पहिलो गीत सुन्नुहोस्।